हेलो गाइस, नमस्ते। बेस्टकुला फेरि पनि आएँ म हजुरहरूको सामु चाहिँ नयाँ भिडियो लिएर। अनि हजुरहरूलाई नयाँ वर्ष 2082 को शुभकामना है। आज चाहिँ हामी अचार त्यसपछि चिउराको अमलेट खान लागिरहेको छौँ है साथीहरू। चिउराको नयाँ आइटम चिउराको अमलेट है साथीहरू। यो चाहिँ दामी रहेछ, मैले आफै बनाएको। हेर्नुहोस् है। ल हामी सुरु गरौँ। यो चाहिँ चिउराको अमलेट है। कस्तो हुँदो रहेछ टेस्ट गरौँ न त। काटेर खानुपर्ने हातले खाइदिन्छौँ हामी त। चिउराको अमलेट है यो चाहिँ, अचारको चिउराको अमलेट। मिठो भएको रहेछ। हजुरहरूले पनि बनाएर खानुहुन्छ है। एकदम मिठो पनि हुँदो रहेछ चिउराको अमलेट। यसमा चाहिँ अन्डाहरू अनि बन्दाकोपी, धनियाँ, प्याज, खुर्सानी, नुन, बेसार सबै राखेर अनि हजुरहरूले बनाउन सक्नुहुन्छ है। प्लस यसमा चाहिँ आँटा मैदा हालेर पनि मिलाउँदा हुन्छ है। हामीले मैदा पनि हालेको छ यसमा। मिठो हुँदैन, मिठो हुँदो रहेछ। हेर्नुहोस् है साथीहरू। यो चाहिँ चिउराको अमलेट बनायो यो चाहिँ। त्यति खाना पनि मिठो हुँदो रहेछ। हामी चाहिँ यो गोलभेडा टमाटरको अचारसँग खाएको है। यो चाहिँ हजुरहरूले खाजाको रूपमा पनि खाइ सक्नुहुन्छ है। मिठो लाग्यो होइन? कहिले पनि बनाएको थिएन, आज फर्स्टचोटि बनाएको छु है मैले। तर पनि मिठो भएको रहेछ। Uh-oh. मिठो हुँदैन चिउराको अमलेट। किन खाइसक्दैन तिमीले? मिठो हुँदैछ। स्वादै कति फरक क्या। मलाई त मिठो लाग्यो। खानु झ्याप्प लाएर अन्डा जस्तो गरेर चाहिँ अन्डा फ्राई गरेको अन्डा जस्तो देखिने, तर यसमा अन्डा पनि हालेको छ है। काँचो अन्डा सँग मिलाएर अनि घोलेर मुछेर अनि फ्राई गर्ने तेलमा एकदम सोलिड हुँदैन। कति मिठो भएको रहेछ।
चिउराको अमलेट दामी रहेछ। हजुरहरूले बनाउने त खानु सक्नुहुन्छ है घरमा। अचार चाहिँ नउत्ताउनु भएन, धेरै अमिलो भएर होला। गाउँघरको लोकल टमाटरको अचार। मिठो हुँदैछ। मिठो रहेछ। ल साथीहरूले हामीले त खाइसक्यौँ है। आज त हामीले चाहिँ चिउराको अमलेट बनाएर खाएको नयाँ रेसिपी, एकदम मिठो पनि हुँदो रहेछ। हजुरहरूले पनि घरमा बनाएर खान सक्नुहुन्छ भन्दै आज हामीले भिडियो चाहिँ टुङ्गाउन चाहन्छु। अर्को भिडियो लिएर फेरि हामी आउँछौँ हजुरहरूको सामने चाहिँ। अब चाहिँ प्रायः अब सधैँ आउँछौँ है हामी चाहिँ भिडियो लिएर भन्दै। अनि हाम्रो च्यानललाई चाहिँ माया गरिदिनु होला सबैले हेरेर। लाइक सब्सक्राइब कमेन्ट सेयर सबै गरिदिनुहोस् है भन्दै आजलाई हामी भिडियो चाहिँ यही टुङ्गाउन चाहन्छु। बाई बाई।